डिप्रेसन र एन्जाइटी शरीर हैन मनको रोग। आज भोलि हाँसेको मान्छेलाई पनि बुझ्न गाह्रो पर्छ उसको मन कतिखेर टुटेको छ त्यो उसको आँखाले भन्दैन हामीले देख्दैनौँ। तर लाखौं मानिसहरू दिन मुस्कानको नकाब लगाएर मनभित्र युद्ध लडिरहेका हुन्छन्। डिप्रेसन र एन्जाइटी यी दुई शब्द अब रोग मात्र होइनन् यी हाम्रो समाजको मन चिच्याहट हुन्। हामी सधैँ भन्छौँ सब ठिक छ तर भित्रभित्र केही पनि ठिक हुँदैन। डिप्रेसन भनेको के हो? यो केवल दुःख होइन यो एक यस्तो मानसिक अवस्था हो जहाँ उम्मीद हराउँछ बाँच्न मन लाग्दैन बोल्न मन लाग्दैन संसार एक्लो लाग्छ जीवन भार लाग्छ। एन्जाइटी भनेको के हो? यो डर हो जसले कारण खोज्दैन एकै कुरा बारम्बार सोचिरहने शरीर काप्ने मुटु बेसरी ढुकढुक गर्ने निद्रा उड्ने डर लाग्ने यिनै एन्जाइटीका लक्षण हुन्। कसलाई हुन्छ त जो धेरै सोच्दछ जो एक्लो रहन्छ जसले पीडा मनमा लुकाएर बाँच्दछ जसले आफ्ना सपना बलिदान गरेको छ उनीहरूलाई यो रोग समाउँछ। कसरी हुन्छ त? बाल्यकालको घाउ विफलता धोका गाली बेवास्ता लगातारको तनाव असफल प्रेम पारिवारिक झगडा यी सबै डिप्रेसनको बिउ हुन्। भविष्यको डर समाजको दबाउ अरू के भन्छन् भन्ने चिन्ता एन्जाइटीको मलजल हो तर केही रोगको उपचार छैन जो पक्कै छ। सबैभन्दा ठुलो औषधि कुरा गरौँ आफूलाई खाली नठानौँ मनको कुरा मनमै नछपाई कोही विश्वासिलोसँग बोलौँ लेखौँ गाउनुहोस् रुनुहोस् मनमा थन्किएको पीडा बाहिर निकाल्नुहोस् साथमा हेरचाह गरौँ पर्याप्त निद्रा सन्तुलित आहार प्रकृतिसँग समय बिताउने मोबाइलबाट टाढा बस्ने ध्यान योग मेडिटेसन अभ्यास गर्ने र आवश्यक परे मनोचिकित्सकको सहयोग लिने डर नमानौँ। डाक्टर कहाँ जानु कमजोरी होइन त्यो साहस हो हामी जीवन बाँच्न आएका हो ज्यान त गाह्रो हाल्न होइन। डिप्रेसनले जित्ने छैन एन्जाइटीले हराउने छैन यदि हामी एक अर्काको मन बुझ्न सिक्यौं भने। ईशानले कहिले कसैलाई यो त सानो कुरा हो भनेर नहेला कसैको मुटुको बोझ तपाईँलाई नदेखिएको हुन सक्छ शब्दले घाउ दिन्छ प्रेमले निको पार्छ।